दिदी? म त स्टारबक्समा यार। ओहो, खै त टिम होर्टन्सको लोयल्टी। And they loved Timmy's more than Starbucks. Tim Hortons is far better than Starbucks. भन्दै मैले ल। बुढाले 6 घण्टा ड्राइभ मात्र हो बेबी वर्ल्डको बिगेस्ट स्टारबक्समा लान्छु भने चाहिँ को जाँदैन सोच त। ए कस्तो रहेछ त, कहाँ हो नि त्यो चाहिँ? शिकागो। So it's going to be our experience of coffee. So we've got your gelato, nitrogen coffee. We also have our full-fledged cocktail bar on the fourth floor. It's open right now. And then we have our rooftop terrace on the fifth floor. Feel free to explore and have fun, you guys. Yeah, of course. माथि 5th floor roof terrace के हो यो ककटेल बार एक्सपेरिमेन्टल कफी बार प्रिन्सी बेकरी एन्ड क्याफे ल जाऊ। चार तला लिफ्ट चढेर आयो है के छ स्टारबक्स यहाँ त ओपन रहेछ के हो टुम्लेट जस्तो छ क्या दामी है पुरै यो कफी बनाउने मेसिनहरू होला है त्यहाँ सेल्फ सर्भिस हो त्यो कति धेरै सामानहरू खासै मान्छे त रहेन रहेछ यतिखेर भएर होला है कति दामी र त्यहाँ सामानहरू रक्सीहरू पनि रहेछ बिहान बिहानै मान्छे यहाँ आएर बसेर रक्सी खाने होला कफी मिक्स गरेर राम्रो एम्बियन्स पनि भित्र ए रेसमा यहाँ हेर त के हो यो कत्रो ठुलो के हो यो कस्तो रकेट जस्तै रहेछ हेर्न यसमै हो सामानहरू आउने ए मलाई थाहा भयो तलको त्यो बेकरीको सामानहरू आउने लिफ्ट जस्तो लाग्यो उतातिर जाऊँ हामी उतापट्टि हेरौँ न के रहेछ यहाँ चाहिँ कति धेरै मान्छेहरू रहेछ है यहाँ चाहिँ सबैजना बसेर खाने ठाउँ जस्तै लाग्यो मलाई कस्तो पुरै सबै देखिँदो रहेछ सिकागो नि उही फ्लाइओभर यहाँ खिच्देऊ न मेरो फोटो तिमी हिँडिरहेको भिडियो खिच्देऊ त थर्ड फ्लोर पनि भयो अब तल जाऊँ अर्को हेरौँ है बस्ने चाहिँ कहाँ त त्यहाँ हुन्छ ल त्यहाँ बसौँ Hi, welcome to world's largest Starbucks है अनि यो चाहिँ 4वटा फ्लोर रहेछ 4वटा फ्लोरमा डिफ्रेन्ट टाइपको के भन्ने एक्सपिरियन्स हो आई डोन्ट नो अनि सबसे टपमा चाहिँ जिलाटो कफी के टाइपको डिफ्रेन्ट टाइपको एक्सपिरियन्स गर्न मिल्दो रहेछ अनि थर्ड फ्लोर टपमा चाहिँ बार अनि थर्ड फ्लोरमा चाहिँ सेकेन्ड फ्लोरमा चाहिँ क्याफे र बेकरी तल चाहिँ अब यस्तै लाइक मान्छेहरू भित्र छिराएर यताउता भन्दो रहेछ
मलाई चाहिँ एकदम रमाइलो लाग्यो एकदम कफी खान आएको भन्दा नि पुरै कतै भाइब गर्न आएको जस्तो फिल भइरहेछ पुरै गीत बजिरहेछ मान्छेको भिड छ कफीको लागि यस्तो क्रेज चाहिँ मैले देखेको थिइनँ सेकेन्ड फ्लोरमा भन्छ रनवे साउथ सेकेन्ड फ्लोर कति धेरै खानेकुरा तिमी के खाने रेशमा पिज्जा पनि रहेछ पिज्जा खाऊँ न अलिअलि त्यो के हो त्यो चिज जस्तो लाग्यो मलाई एउटा स्यान्डविच जस्तो लिए पनि हुन्छ क्रोसान पनि रहेछ सबै फ्रेस त होला नि है ऊ त्यो टेबलमा मेरो ज्याकेट छ ल्याइदेऊ न डिस होइन न्यू ड्रिङ्क्स त सेम एउटै छ सबैलाई 3 आइटम्स के भन्छ जे भए पनि नयाँ खाना वर्ल्डको सबभन्दा ठुलो स्टारबक्समा आएर नयाँ खाना ट्राई गर्न वी आर एक्साइटेड तिमीले के मगाएको हो रे नामै आउँदैन मलाई टफल नट ब्ल्याङ्को लाटे अनि त्यसपछि मैले चाहिँ चक्लेट हेजलनट क्रोसेन्ट टिरामिसु प्रिन्सिना तिमीलाई पनि त्यही ट्रफल नट ब्ल्याङ्को लाटे प्रिन्सी ग्रानुला ग्रीक योगर्ट एन्ड फ्रुट यताको चाहिँ स्टाइल यस्तो हुँदो रहेछ है अर्डर गरेपछि त्यो बल छ हाम्रो अर्डर आएछ ए हो बल्छ नि हो के लाइट बल्छ होइन बल छ यो थिच्दै हो नि के हुन्छ होइन के होइन तिमीलाई त यो ठाउँ त पर्फेक्ट हुनु रहेछ तिमीहरू स्विच गरेर नि त प्लेस यहाँ तातो यहाँ आउँदै हाल्छ नि अनि यहाँ त केही छैन नि त हामी पूजा गरेको थिएन पूजा नगरिकन यता राख यसरी यो अलिकति यता तानौँ न चिया कुनै उत्सव होइन तर हरेक दिनको सुरुवात यहीँबाट हुन्छ पहिला सुरुमा चिया खाऊँ न यार म त कस्तो जाडो भइरहेको चिया थकाइ मार्ने बहाना गफ गर्ने माध्यम र हरेक नेपालीहरूको भावना ओइ त्रिसाना जाऊँ न चिया खाँदै बसौँला टेबलमा खाली कप र अधुरा कुरा अधुरा नै फेरि कुनै दिन चिया खाँदै बाँकी कुरा गरौँला नि है नेपालको यही मेमोरिजहरू सम्झिँदै म आएँ विश्वको ठुलो स्टारबक्स सुनाउनु न के भयो कति मान्छे चाहिँ पखला यताबाट निस्किन्छु अनि ड्राइभ गर्दा गर्दै भन्छु ल रेशमा चाहिँ नि रेशमा त्यसको बिउ लाग्छ क्या कसैलाई पनि थाहा छैन सिक्रेट हो नि फेरि ए अनि हामी चाहिँ यहाँबाट ड्राइभ गरेर गएको होइन प्रवेश चाहिँ उता टेक्ससदेखि आयो ओ माई गड यति रमाइलो भयो के भन्नु तँलाई यस्तो इन्जोय भयो नि